पत्रकार साथी अभिवादन। राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम जिल्ला अधिवेशनबाट जिल्लाको नयाँ कार्य समिति चयन गर्ने क्रममा पार्टीको विधि विधान लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध गर्ने मन्साले निर्वाचनमाथि गम्भीर षड्यन्त्र भएको महसुस भई यो पत्रकार सम्मेलन मार्फत न्यायिक माग गर्दछु। विधि विधान अनुसार भएन भन्ने हो रासोपा पार्टी बाजुराको जिल्ला अधिवेशन। विधि विधान सम्भवतः विधि विधान अनुसार नै विधि विधान भने प्रजातान्त्रिक जनतालाई हामी सुशासन र जनताले न्याय दिन्छौँ भनेर नयाँ भन्ने नयाँमा पनि साधारण क्रियाशील भन्दा पनि हामी त्यो भित्र बसेर भाइटल पोस्टमा बसिसक्दा पनि अर्कोमा उठ्नै गर्दा लोकतान्त्रिक प्रक्रियामा जानुपर्दा निर्वाचनमा नगएर एउटा बल र धम्कीको भरमा कुनै सहमति नभएर आफू खुसी अवैधानिक ढङ्गले घोषणा गर्ने मन्साले गरेको हुँदा त्यसमा म असहमति जनाउँदै बाहिर निस्की न्यायिक माग गर्नलाई पत्रकार सम्मेलन गरेको थिएँ। तपाईँ पार्टीको सहसचिव कार्यवाहक सचिव हुनुभयो। अहिले तपाईँले पार्टीको कुन पदाधिकारीमा मनोनयन दर्ता गर्नुभयो र कसरी तपाईँलाई बाहिर निकालियो? म पहिला सहसचिव हो, अहिले मैले सचिवको लागि मनोनयन दर्ता गरेको थिएँ। तपाईँले किन तपाईँसँग बहस छलफल केही पनि भएन? सहमति गर्दा सहमतिमा आइएन। सहमति नआएर म हुँदैन, निर्वाचन प्रक्रियामा जाउँ, लोकतान्त्रिक पद्धतिमा जाउँ भन्दै एक्कासी आफै भिटो पावर गरेर हामीलाई त्यसमा मलाई पूर्ण अन्याय गरेको देखिएर मैले बहिष्कार गरेर बाहिर निक्लिएँ। यसको मतलब पुराना र नयाँ अनुहारमा केही फरक छैन भन्ने हो तपाईको निष्कर्ष? हेर्दा हामी त्यो नयाँ भन्दै गयौँ होइन, हरेक कुरामा अगाडि बढ्यौँ। अहिले आएर लास्ट अब एउटा के नयाँ देख्ने त? नयाँ देख्ने कुनै मान्छे आयो भने त्यसो दबाव र रबाबमा एउटा आफू खुसी निर्णय गरिन्छ भने त्यो कुनै लोकतान्त्रिक र प्रजातान्त्रिक भएन। त्यसमा म असहमति छु। अब के गर्नुहुन्छ हजुरले? त्यो न्यायिक प्रक्रियामा अगाडि बढ्छु। तपाईको आज मात्र सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी बाजुराको अधिवेशनबाट चाहिँ तपाईको के विषयमा चासो थियो र आपत्ति कहाँनेर हो? म पहिला सहसचिव थिएँ, अहिले म सचिवमा लड्दै थिएँ। सहमति नभइ सक्दा मैले लोकतान्त्रिक पद्धतिमा निर्वाचनमा जाउँ भन्दै गर्दा त्यसमा कुनै पनि त्यो लोकतान्त्रिकमा जान नचाहेर एकलौटी मैले सहमति नदिँदै एकलौटी दोस्रो पक्षलाई घोषणा गर्ने मन्साय गरेको देखियो। यसमा पुरानो बोतलमा नयाँ मदिरा भन्न मिल्छ? सम्भवतः आजको यो परिणाम देखिन पुगिरहेछ। तपाईँको पार्टी